दार्चुलालाई विशेष जिल्ला घोषणा गर्दै विशेष बजेटको व्यवस्था गर्न जोरदार माग गर्दछु। आफ्नैले हेपेपछि छिमेकीले हेप्ने साहस गर्छन् सभामुख महोदय। मान्य सदस्य करिश्मा कठरिया। सम्माननीय सभामुख महोदय, सुदूरपश्चिमको दार्चुला केवल विकट जिल्ला मात्र होइन, नेपालको सार्वभौमिकता र सीमासँग जोडिएको सामरिक महत्त्वको जिल्ला हो। तर आज पनि त्यहाँका नागरिक सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र सञ्चार जस्ता आधारभूत सेवाबाट वञ्चित छन्। एकातिर लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भइरहेको अतिक्रमणको पीडा छ भने अर्कोतिर आफ्नै राज्यको उपेक्षा सहनु परेको अवस्था छ। सभामुख महोदय, सीमामा बस्ने नागरिकहरू नै राज्यको पहिलो सुरक्षा घेरा हुन्, तर उनीहरू नै सबैभन्दा पछाडि पारिएका छन्। त्यसैले म आगामी बजेटमा दार्चुलालाई विशेष जिल्ला घोषणा गर्दै विशेष बजेटको व्यवस्था गर्न जोरदार माग गर्दछु। आफ्नैले हेपेपछि छिमेकीले हेप्ने साहस गर्छन् सभामुख महोदय। दार्चुलालाई बजेट मार्फत सम्बोधन गरियोस्।